गाइज हामी चाहिँ त्यो क्रिकेट स्टेडियमतिर जाँदैछौँ। सो आज चाहिँ लास्ट डे अफ क्या अरे लास्ट डे अफ के भन्छ लास्ट डे अफ वेटिङ भन्ने अरे होइन, लास्ट डे अफ वेटिङ। गाइज हेरौँ हामी यो टोली नै पुरै समर्थनको लागि हामी अगाडि बढिरहेका छौँ। आशा छ तपाईँहरू पनि सुदूरपश्चिम रोयलको फ्यान हुनुहुन्छ विशेष त यो क्रिकेट स्टेडियम नजिकै पुगिसकेका छौँ। लगभग 2 मिनटमा पुग्छौँ। ल हेरौँ आमामा त्यो बिहानको सूर्यभन्दा धेरै धेरै उज्यालो छ नि यार। डेन्जरस अब यो त्यो क्रिकेट स्टेडियमको पनि आइपुग्यो आउनु भयो। कति दिन चाहिँ क्याच गरे 25,000 अनि यार यो देखो ये देखो यो हो हेरौँ क्रिकेट स्टेडियमको तल। यहाँ हाम्रो अहिले हेर्नु यो स्टार्ट भएको छैन। आज हेर्नलाई कतिजना आइसकेका छन् यहाँ बाइकहरू देख्न सक्नुहुन्छ तपाईँहरूले। भोलि बिहान काटिहाल्नु पऱ्यो, काटिहाल्नु पऱ्यो, राखिराख्नु पर्छ। यो यसमा थर्ड लाइनमा हेरेपछि आँखा दुख्छ त हो। यो हामी अब इन्टरनल तरिकाले भित्र गइरहेका छौँ। हामी क्यानकै मान्छे हो होइन। यहाँ सशस्त्र दाइहरू हुनुहुन्छ। जान्दिनु पर्ने यहाँ हाम्रो टोली, यो हाम्रो वाउ। ल हेर्न सक्नुहुन्छ तपाईँहरूले यी चराहरू पनि चराचुरुङ्गी पनि आइसकेका छन्। यो के को ह्याप्पीडेन्ट के छ? ठिक छ नि? के छ हजुर? राम्रो के छ? सबै साथीहरू भेटिँदै हुनुहुन्छ। हामीले भोलि मेरो लागि खाना ल्याइदिनु, म यता अन्डरग्राउन्ड भएर बस्छु आज। भोलि टिकट माग्न सक्छ, त्यही भएर अगाडि अन्डरग्राउन्ड फोटो भिडियो सबै बनाउनु मिल्छ। यो हो हाम्रो टिमको फुल क्रिकेट स्टेडियमको ओभरभ्यू। हाम्रा क्यामेराम्यानहरू हुनुहुन्छ यता 2 जना। यहाँनिर कामहरू भइरहेको छ। अब थोरै समयपछि भोलि बिहान सबै सेटल हुनुपर्ने गरी उहाँहरू लागिपर्नु भएको छ। यो बाहिरको काम चाहिँ बाँकी छ।
यो पुरै आउँछ अलिक बढाउँछ त्यही त सिट हाल्छ यहाँ सबै कताबाट जाने यताबाट जाने हो कि यताबाट जाने यतैबाट हो यतैबाट होला ल भिडियो बनाउँदैछ सर्ट नि लङ कट हुन्छ लाइट हो लाइटमा त कालो आउँछ होइन तर तलतिरको राम्रो हाम्रो नेक्स्ट क्याप्टन ल हाम्रो क्याप्टनहरूको टोली अन्डरग्राउन्डबाट तपाईँहरू हेर्न सक्नुहुन्छ हामी अन्डरग्राउन्डबाट यहाँ चाहिँ अन्डरग्राउन्ड नै जान चाहिए मलाई त के अरे सुरुको म्याच चाहिँ हेर्न मन लाग्यो है ए अब हामी माथि जाँदैछौँ हाम्रो टोली सरप्राइज आउनुहोस् म्याच हेरौँ ए गजब म्याच हेर्नको लागि उहाँहरू बसिसक्नु भएको छ तपाईँले कस्तो फिलिङ भइरहेछ भन्नु त सर एकदम उत्साहित छौँ हामीहरू भोलिको लागि टिकट पाइन्छ पाइँदैन हामी बाहिर भए नि सपोर्ट हाम्रो एकदम रहनेछ अनि तपाईँलाई अहिले कस्तो महसुस भइरहेछ तपाईँलाई केही आवश्यक कुराहरू केही ल्याउनु पर्ने अथवा केही गर्नुपर्ने के मैले चाहिँ के सोचिरहेको छु भने यहाँ साथीहरूलाई चिसो साह्रो भएको कारण हामीले ब्ल्याङ्केट चाहिँ अनिवार्य ल्याउनै पर्ने छ त्यति हो ब्ल्याङ्केट चाहिँ अनिवार्य सही है ब्ल्याङ्केट बिना त यता हेर्नु न तपाईँ यो पानी निस्किरहेछ अहिले यो समयमा त तपाईँहरू भिज्नुहुन्छ